अब जति बोल्ने सिनेमा बोलीको अब बोल्नु पर्ने जिम्मा हजुरहरुको है इष्ट मित्र अब अलिअलि झाडा परेकोलाई पनि भनिदिँदा हुन्छ। कस्तो लाग्यो जस्ताको तस्तै हाम्रा यस फिल्मका पात्रहरू यहाँ हामीसँग प्रत्यक्ष तपाईहरुको अगाडि ल्याउन आएका छौं। कस्तो लाग्यो सेवारो कस्तो लाग्यो के चाहिँ राम्रो लाग्यो आरो मध्ये गीत चाहिँ राम्रो लाग्यो एकदमै तपाईहरुले माया गर्नु भएको छ। अब यसको लागि चाहिँ आफ्नो केही शब्द एउटा यो भेटमा यो सुमधुर भेटमा केही शब्द राख्दिनको लागि म यस फिल्मका मुख्य पात्र निभाउने हाम्रो विपिन दाई हुनुहुन्छ। विपिन दाई केही छ? सबैजनालाई नमस्ते सेवालो एकदमै धन्यवाद तपाईहरुलाई यो उपस्थितिको लागि। कस्तो लाग्छ प्रतिक्रियाहरू दिनु होला। यहाँहरुको प्रतिक्रिया चाहिँ एकदम हाम्रो हौसला बढाउँछ र हामी त यहाँहरुसँग फोटो पनि खिच्छौं यता अगाडितिर। धन्यवाद। हाम्रो नायिकाबाट केही कुरा सुन्न मन छ? परिचयजीको माग आयो। नमस्कार सबैजनालाई। कस्तो लाग्यो मुभी हजुरलाई? हजुरलाई एकदमै राम्रो लाग्यो भनेपछि हजुरलाई आफ्नो साथी फ्यामिलीहरूलाई पनि भनिदिनु होला भन्न चाहन्छु। त्यही नै हो। थ्याङ्क यू सो मच हजुर आज आइदिनु भएको भएर। जस्तो यो फिल्ममा चाहिँ गीत सङ्गीतले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ त्यसमा पनि सबैलाई धेरै धेरै स्वागत। तपाईहरु पहिलो दिनमै पहिलो शोमा यति धेरै माया हामीले पाएको छौं। थ्यांक यू सो मच। तपाईहरुले अब गएर तपाईहरुको आफ्नो साथीभाइहरुलाई यो फिल्म यति राम्रो रहेछ हेर्न जानु पक्कै पनि भन्नुहुन्छ र अनि त्यसले यति धेरै मायालाई थ्यांक यू। के अरे पटिचेको फल मिठो हुन्छ भनेर थाहा छैन हैन? मेराजी अब के भन्नुहुन्छ? एकदम माग आयो। सर्वप्रथम सबैजनालाई नमस्कार अनि एकदमै धन्यवाद भन्न चाहन्छु। यति बिहानै पनि आइदिनु भएको छ हजुर सबैजना। हामी सबैलाई यो साथ र माया एकदमै हामी हौसला मिलिरहेछ हामीलाई अझै राम्रो काम गर्नको लागि। सबैजनालाई धेरै धेरै न्यानो माया अनि थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। अब जति बोल्ने सिनेमा बोलीको अब बोल्नु पर्ने जिम्मा हजुरहरुको है। अब के कस्तो लाग्यो कस्तो छ हो? काठमाडौँले गर्मीमा पनि स्वेटर लाइदियो त ल है। मायाले बनाएको छ मायाले हेरिदिनु भयो। अब आफ्नो साथी भाइ इष्ट मित्र अब अलिअलि झाडा परेकोलाई पनि भनिदिँदा हुन्छ। सिनेमा कस्तो छ भनेर लेखिदिनु होला फेसबुकको भित्तामा मनमा लागेका कुराहरू हामी पनि हेर्छौँ पढ्छौँ अनि सबैजनालाई जानकारी दिनुहोस्। ल है मनमुटु बिजाउने खालको फिल्म बनेको रहेछ। आफू हेर्नु जानु अनि आफन्तलाई पनि हेर्नु लानु जोसँग आएर हेरे पनि हेर्न मिल्ने सिनेमा बनेको छ। हजुरहरूले यति राम्रो समय दिनुभयो बिहानै धेरै धेरै धन्यवाद भन्दै भुइँसोरी सेवारो है। धन्यवाद। किनभने सो टाइम पनि अर्को हुन्छ र तपाईहरुलाई फोटो खिच्न मन लागेको छ केही छ उहाँहरुसँग अझै नजिक भएर चाहिँ साक्षात्कार गर्न मन छ भने बाहिर चाहिँ पार्ट 2 चाहिँ अब तपाईहरुको मायाले चाहिँ आउन लाग्दैन हैन? तपाईहरुले आफ्नो टिकटक फेसबुक मार्फत फिल्मको बारेमा जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाहरू प्रत्येक जनाले एक-एकवटा टिकटक फेसबुकमा आफ्नो प्रतिक्रिया राख्दिनु भयो भने मन पर्यो सबै मन पर्यो। पार्ट 2 चाहिन्छ।
के कुरा मन पर्यो मलाई चाहिँ ब्युटिफुल मलाई पनि सोल्नु पार्टी चाहिँ आउनु पर्यो हाम्रो डोमोलाई क्यारेक्टर चाहिँ एकदम ओके थ्याङ्क यू कस्तो लाग्यो फिल्म एकदमै राम्रो 10 on 10 ओके थ्याङ्क यू हजुरलाई कस्तो लाग्यो मम्मी फिल्म कस्तो लाग्यो राम्रो छ कहानी कहानी राम्रो लाग्यो केही भन्न चाहनुहुन्छ कलाकारहरूलाई कस्तो लाग्यो फिल्म एकदम राम्रो के कुरा मन पर्यो फिल्मको हिरोइनको केमिस्ट्री एकदम राम्रो कस्तो लाग्यो दुईजनाको केमिस्ट्री कस्तो लाग्यो बिपिनजी र मिरुनाको कस्तो लाग्यो एकदम राम्रो लाग्यो सोचेको भन्दा राम्रो पाउनु भयो कि भएन फिल्म एकदम राम्रो कस्तो लाग्यो के कुरा मन पर्यो हजुरलाई कस्तो लाग्यो फिल्म हजुरलाई के भन्नुहुन्छ नहेरेको अडियन्सलाई के कुरा मन पर्यो विशेषहरू यतिको फिल्म चल्नुपर्छ कि पर्दैन कस्तो लाग्यो केही याद सम्मान